मिथुन राशि हुने व्यक्तिहरूको लागि 2083 सालको भदौ महिना के कस्तो रहनेछ? महिनाभरिको मासिक राशिफल खण्ड लिएर उपस्थित भइसकेको छु। सर्वप्रथम नमस्कार, राधे राधे। म आचार्य ज्योतिषी पण्डित माधव कृष्ण गुरागाईँ। भिडियोलाई सुरु गर्दै हजुरहरूले कमेन्टमा ओम नमः शिवाय लेख्नुहोला। भगवान् शिवको कृपाबाट यो महिना तपाईँलाई विशेष प्रकारको आशीर्वाद, लाभ, तपाईँका बाधाहरू हट्ने योग बनेको छ। भिडियोलाई सेयर गरिदिनु होला। यदि सहयोग गर्न चाहनुहुन्छ भने अझै तपाईँका लागि म कम्मर कसेर राम्रोभन्दा राम्रो भिडियोहरू ल्याउने प्रयास गर्ने नै छु। सर्वप्रथम मिथुन राशि, तपाईँको यो महिना विशेष गरी केही हानिको योग पनि बनिरहेको छ हो। तपाईँले झट्ट पैसाहरू दिनुभयो भने त्यो पैसाहरू फर्किन सक्ने परिस्थितिहरू छैन। त्यसले गर्दाखेरि कसैलाई केही दिँदै हुनुहुन्छ भनेदेखि यो भदौ महिनामा चाहिँ तपाईँले विचार पुर्याउनु होला। ऋण दिँदाखेरि, ऋणको कारोबार गर्दाखेरि कागजी प्रक्रिया नमिलाइकन हजुरहरूले त्यस्तो काम कार्य गर्नुभयो भने आफ्नै सम्पत्तिले पछिको समयमा तपाईँलाई दुःख प्रदान गर्ने योग रहेको छ। सावधान हुनुहोला यो महिनाको लागि। त्यसै गरी तपाईँले कसैलाई ऋण दिनुभएको छ भने चाहिँ अर्थलाभको योग पनि यो महिना बनेको छ शिवजीको कृपा प्रसादले। हेर्नुहोस्, तपाईँले कसैलाई ऋण दिनुभएको छ भने घचघच्याउनु होला। तपाईँको बकाया केही रकमहरू आउन सक्ने परिस्थिति अर्थलाभश्च भनेर राशिफल खण्डमा तपाईँको गोचरीय परिस्थितिमा फल मिलिरहेको छ। हुन त फेरि तपाईँको ग्रह दशाहरू बिग्रेका छन् मिथुन राशिमा पनि, भने सबैलाई एउटै फल त पक्कै नमिल्ला। तैपनि तपाईँले घचघच्याउनु होला। आकाशको ग्रह गोचर अहिले जुन प्रकारको पृथ्वीमा किरणहरू विकिरणहरू परिरहेका छन्, यो ग्रहको परिस्थितिबाट तपाईँको काम बन्ने खालको परिस्थिति छ रोकिएका पैसाहरूको लागि। त्यसले गर्दाखेरि भय पीडा बन्धनश्च भन्ने योग पनि बनेको छ। अलिकति तपाईँको मनमा भय यो महिना अवश्य पनि रहनेछ। अलिकति पीडा, दुःख, चिन्ताको योग पनि बनिरहेको छ। त्यसले गर्दाखेरि बन्धनश्च केही कुराहरूमा तपाईँले चाहिँ वचन दिइहाल्नु पऱ्यो भनेदेखि त्यही वचनमा बाँधिनु पर्ने योग पनि बनेको छ। जस्तै वचनको कारणले अनि हानि अघि भनिहालेँ त्यो हुनसक्छ, जोगिनु होला। शत्रुबाट विशेष प्रकारको तपाईँलाई पीडाको योग बनेको छ। आफ्नो शत्रुदेखि सावधान हुनु होला यो महिना। मामूली पक्षमा केही चिन्ताको परिस्थितिहरू पनि मिथुन राशि हुनेहरूको लागि बनिरहेको छ। मामूली पक्षबाट कुनै नराम्रो खबरहरू, कोही बिरामी हुने परिस्थितिहरू मामूली पक्षमा मिथुन राशिको राशि ग्रह गोचरको परिस्थितिहरूमा अहिलेको स्थितिहरू बनिरहेको छ। त्यसले गर्दाखेरि अब खराब स्थिति, नराम्रो खबर सुनिने खालको योग मैले भन्न खोजेको हो। त्यस्तो संयोगहरू बनिएको छ। पति पत्नीको सम्बन्ध, श्रीमान श्रीमतीको सम्बन्ध भने अति नै मिठो, अति नै प्रगाढ, माया प्रेम बढे जस्तो तपाईँहरूको चाहिँ यो गृहस्थ जीवनमा श्रीमान श्रीमतीको संयोगहरू अलिकति प्रगाढ भए जस्तो अनुभूति अवश्य पनि तपाईँले गर्नुहुनेछ हो। अघि भनिहालेँ, हानि, तपाईँले आफ्नो बाणी, कसैलाई वचन, कसैलाई ऋण दिनुभयो भने हानि हुन्छ भने, तर तपाईँलाई धन लाभको योग पनि बनेको छ। त्यसले गर्दाखेरि अचानक श्री सम्पत्तिको योग पनि बनिरहेको छ। गोचरीय परिस्थितिमा सिंह राशिमा जब तपाईँको चाहिँ गोचरीय एउटा तेस्रो भावमा सूर्य ग्रहले प्रभाव पार्दाखेरि पराक्रममा सूर्य र भाग्यमा दृष्टिगोचर हुँदाखेरि भाग्य चाहिँ उज्यालो छ। नबनेका कामहरू पनि बन्नुपर्ने परिस्थितिहरू चाहिँ छन्। त्यसले गर्दाखेरि कार्य परिवर्तनको योग पनि बन्छ सूर्यको प्रभावबाट। तपाईँले के काम गर्दै हुनुहुन्छ त्यो कामबाट तपाईँ परिवर्तन गर्नु पर्यो, मुभ अन हुनु पर्यो, अर्को नयाँ केही थाल्नु पर्यो भन्ने सोच राखिरहनु भएको छ भनेदेखि चाहिँ यो महिना तपाईँको लागि चाहिँ विशेष प्रकारको कार्य परिवर्तनको संयोग बनेको छ। त्यसै गरी तपाईँको रोग शोकको परिस्थितिहरू अवश्य पनि रहनेछ। विशेष गरी तपाईँलाई गुप्त रोगको परिस्थितिहरू रहनेछ। गोप्य अङ्गहरूमा केही न केही खराब परिस्थितिहरू तपाईँले पाउन सक्नुहुनेछ। त्यसै गरी अङ्क गणना अनुसारले तपाईँले यो महिना 5 अङ्क, 6 अङ्क, 9 अङ्क विशेष प्रकारले राम्रा छन्। केही किन्दै हुनुहुन्छ भने यी अङ्क भएका वस्तुहरू किन्नुभयो भने विशेष लाभ तपाईँले पाउन सक्नुहुनेछ। 1, 3 र 7 अङ्क भएका यी अङ्कहरू चाहिँ विशेष नराम्रो रहेको छ। राम्रो रङ यो महिना विशेष गरी तपाईँको लागि सेतो रहेको छ भनेदेखि अत्यन्तै खराब रङ भनेको तपाईँको लागि यो महिना रातो रहेको छ। गतेका हिसाबमा कति गते तपाईँलाई राम्रा छन् त यो महिनामा, कति गते नराम्रा छन् भन्ने प्रसङ्गमा 1 गते,
9 गते, 2 गते, 7 गते, 28 गते र 29 गते विशेष गरी तपाईँको लागि अति नै फलदायी संयोग बनेका छन्। केही ठुलो काम कार्य गर्दै हुनुहुन्छ भने यी गतेलाई समात्नुभयो भने पक्कै पनि ग्रहको प्रसादले तपाईँको कार्य पूर्ण हुनेछ। र सँगसँगै तपाईँले चाहिँ 17 गते र 31 गते चाहिँ एकदम सावधान हुनुहोला। यो दुईटा दिनमा स्थालनी गरेको काम कार्य चाहिँ विशेष गरी तपाईँको नहुन सक्ने, फस्न सक्ने, बिग्रिन सक्ने परिस्थितिहरू बनेको छ हो। त्यसले गर्दाखेरि यी कुराहरूलाई ख्याल गरेर अगाडि बढ्नुभयो भने पक्कै पनि तपाईँलाई राम्रै हुनेछ। यो थियो तपाईँहरूको मासिक राशिफल खण्ड। हाम्रो पेजलाई यतिन्जेल हेरेर साथ दिनुभएकोमा धन्यवाद। यदि व्यक्तिगत रूपमा हजुरहरू कुण्डली हेराउन चाहनुहुन्छ भने जहाँ कहीँ हुनुहुन्छ विश्वभरिबाट पनि तपाईँहरूले चिनाएर आउन सक्नुहुन्छ। स्क्रिनमा नम्बर राखिदिएको छु, हजुरहरूले जोडिएर हेराउन अवश्य पनि सक्नुहुन्छ भन्दै आजको भिडियोबाट म बिदा चाहन्छु। आचार्य ज्योतिषी पण्डित माधव कृष्ण गुरुआगाई। हस्त, राधे राधे।